होइन, यो अरू युट्युबरहरू घर बनाई गाडी किनी भनेर भन्छन्। गफ दिया हो कि आफूलाई यहाँ स्टाफहरूलाई तलब खुवाउन धाउ धाउ परेछ। कहिले घर बनाउने, कहिले जग्गा किन्ने, डाह भइसक्यो मलाई त। अर्काले चाहिँ मैले घर बनाएँ, गाडी किनी, यो गरी ऊ गरी भन्छन्। आफू यहाँ आफ्नो 2-4 जना क्यामेराम्यान, यसो चाहिँ बुमम्यान, एडिटरलाई पैसा दिन सकेको छैन। साह्रै समस्या भइसक्यो। होइन, यो युट्युबर बनेर खान पनि साह्रै गाह्रो होला जस्तो छ। साह्रै गाह्रो होला जस्तो छ। विदेश जाउन त भनेर लाग्यो, यत्रा बालबच्चा छन्, माया लागेर आउँछ। विदेश के जानु, फेरि अब भर्खरकी श्रीमती छ, छोडेर जान पनि त अलिक मलाई अप्ठ्यारै छ नि। के गर्नु, अब आफैले समाचार लेख्नुपर्छ, आफैले समाचार तयार गर्नुपर्छ। फलानुको श्रीमती त फलानुसँग पल्क्यो रे, फलानुसँग सल्क्यो रे भनेर यसरी बुम सुनाउँदै चाहिँ नि जानुपर्छ। अब त्यस्तै समाचार आफ्नो पनि बन्यो भने फेरि खत्तमै हुन्छ। त्यही भएर मलाई यो विदेश जाउँ जस्तो पनि लाग्दैन। साह्रै समस्या पर्यो हो, साह्रै समस्या पर्यो। के गर्नु, यो फोनको पनि खै पैसा तिर्न पाइन्थ्यो, कुन दिन काटिदिन्छ अनि इस खाइस। युट्युबर बनिस् त, के गर्नु।